सो गाइज आई एम एब्सोल्युटली फाइन। मेरो ट्रिटमेन्ट चल्दैछ, म रिकभर भइसकेँ पहिलाभन्दा। अब मलाई पेन त हुँदैन। यसलाई वास गरेर घाममा सुकाउनु भएको छ, हेर्न सक्नुहुन्छ गाइज। अनि आमको साइज पनि ठुला छन्, ठुला साइज राख्नेको कारणले कि अब पालो छ तेल हाल्नेको। तेल तपाईँले रिफाइनहरू नहाल्नु होला, जस्ट तोरीको तेल मात्रै हाल्नु होला। यो हाम्रो घरको ओइल हो, हेर्न सक्नुहुन्छ। हाल्दैछौँ हामीहरू यहाँ जिरा, हेर्न सक्नुहुन्छ जिरा। त गाइज यसमा हामीले एकदम जिरा पनि हाल्दैछौँ, हेर्न सक्नुहुन्छ। मन परान्छ भने मलाई लाइक गरिदिनु होला, अनि आमको अचार मलाई हान्ने यताको तरिका तपाईँलाई बताइदिनु। सो हे एभ्रिवान, गुड मर्निङ, वेलकम ब्याक टु माई युट्युब च्यानल। पहिला बजेको छ 10 अनि फुलहरू पनि सबै खिलेको छन्, हेर्न सक्नुहुन्छ। अनि पानी परेको थियो राति, एकदम वेदर एकदम नर्मल छ गाइज। सो गाइज आज म तपाईँलाई देखाउँदैछु कि हामीले नेपालमा अचार कसरी बनाउँछौँ, आमको काँचो अचार। हेर्न सक्नुहुन्छ यो आम काँचो आम हो, अनि हेर्न सक्नुहुन्छ यसको साइज एकदम ठुलो छ।